म हुर्किएको ठाउँ। जब म आफ्नो चेतना खोल्दा आफूले आफूलाई यही ठाउँमा पाउने गर्दछु। यो ओह्रालो बाटो, जुन बाटो म स्कुलबाट फर्कँदाखेरि खुरुरुरु कुदेर घरसम्म पुग्थेँ। यति भोक लागेको हुन्थ्यो, त्यो सीमै छैन। अनि ओह्रालो बाटोमा 2टा दबदबेको रुख छ, जुन रुखमा हाम्रो दसैँमा म फोटो खिच्ने गर्दथेँ। त्यो फोटो पनि तपाईँलाई राख्नेछु। र अर्को इमोसनल कुरा के छ भने, आमा जब हिले बजार जानुहुन्थ्यो अनि हामी बेलुका सबैजना दिदीभाइ बहिनी जो छ घरमा सबैजना चाहिँ आमा बुवा कतिखेर आउनुहुन्छ भनेर त्यो उकालो बाटो कुरेर यही बाटो हेरिरहने गर्थ्यौँ। हाम्रा आँखाहरू बिछ्याइरहने गर्दथ्यौँ। यो तल देखिएको मेरो घरको आँगन, जहाँ चाहिँ म मेरो बाल्यकाल यही धुलोमा यही हिलोमा यति खुसियालीपूर्वक बितेको थियो, त्यो कुनै सीमा नै छैन। यतातिरको चाहिँ हाम्रो देखिएको चाहिँ हाम्रो बोधराज काकाको घर र यतातिर चाहिँ मेरो म हुर्किएको यही आँगनमा यही पिँढीमा कैयौँ दसैँ तिहार कैयौँ चाडपर्व यति रमाइलो पल छ। त्यो पलमा सधैँ रमाइलो मात्रै थियो, दुःखको त कुनै उनी थिएन। होला दुःख थियो तर मनको सधैँ म खुसी थिएँ त्यो घरमा। यो हाम्रो पछाडिको बाटो, जुन बाटोबाट धेरै गोठाला गाईबस्तु मान्छे पास भएर यो बाटो जाने गर्दथे। यो चाहिँ बारी, यो बारीको ओह्रालो, यहाँबाट बाटो गएको छ। अहिले यो आफूले सोचेभन्दा धेरै फरक पाइरहेको छु। यो तपाईँको यो बारीको पुछारमा चाहिँ यो खाड्डेपको कुलो यहाँबाट तेर्सो आउँथ्यो, उतातिर काकी पँधेरा जाने बाटो हो भने माथि चाहिँ यो काकाहरूकै घर हो। माथि देखिएको यो ठाडो साँधो। अब तपाईँहरूलाई तलबाट देखिने दृश्य भनेको चाहिँ यो हाम्रो बारी हो। यो ठुलो टार बारी थियो, यो बिचबाट साँध थियो। यो टार एकदम त्यतिखेर ठुलो लाग्थ्यो, तर अहिले मलाई सानो पाएँ। यहाँले तोरी रोप्नु भएको रहेछ। यहाँबाट तलतिर झरिफेन धन मर्ने भन्ने खेत थियो। अनि त्यस पछाडि यतातिरबाट चाहिँ एउटा डाँडा थियो। यो बाटो चाहिँ सिधै चिम्रेबारी, चियाने अनि वाक्सलीबारी के भन्ने थियो, मैले बिर्सेँ। त्यो बाटो झर्छ। यहाँ चाहिँ एउटा डाँडा थियो, एउटा सिमलको ठुलो रुख थियो, सिमल डाँडा भनिन्थ्यो। यहाँबाट अहिले धेरै रुख बिरुवाहरू बढेर केही नदेखिने भएछ। तर यहाँबाट हेर्दाखेरि तल चियाने, धनमर्ने के खेत थियो, कटहरको रुखहरू थियो, चिउरीको रुखहरू थियो तल। त्यो सबै कल्पनाभन्दा बाहिर गइसकेको छ। जुन मेरो एउटा मानसपटलमा छ त्यो दृश्य जुन मैले बोकेको छु र यो दृश्य टोटली फरक पाइरहेको छु मैले। यहाँ तल एउटा घर पनि देखिन्छ, त्यहाँ पनि घर बनेछ, पहिले थिएन। यो खरबारी हो। हामी यो खरबारी बचपनमा चाहिँ उडाउँथ्यौँ। यो चाहिँ साँध, हाम्रो बोधराज काका र हाम्रो साँध। मेरो छोरो अगाडि हिँडेको छ। यो ठुलो टार लाग्थ्यो हामीलाई, तर अहिले टार जस्तो देखिएन, सानो गरा जस्तो देखियो। यो चिउरीको रुख, जुन चाहिँ यसले पनि एउटा इतिहास बोकेको छ, जुन हाम्रो साँधमा थियो र हाम्रै बारीमा थियो। यो चिउरीको जस्ताको तस्तै रहेछ, बुढो भएको रहेछ। अनि यो भित्तामा यस एक्ज्याक्टली यहाँनिर एउटा अम्बाकको रुख थियो। त्यो अम्बाक धेरै फल थियो, मिठो पनि थियो। त्यो मासिएर गएछ, तर बिल्कुलै एकदमै यहाँको दृश्य चाहिँ एकदमै मैले सोचे भन्दा पनि फरक। मेरो जिन्दगीको बाला पनि यहीँ नै बितेको थियो। यो तेर्सो बाटो अहिले नयाँ बाटो आएछ यहाँबाट, जुन यो बाटोमा हाम्रो जुनारको रुख थियो, दारिमको रुख थियो। यो यस्तो भएछ। यो गोठ, यो बाटो यहाँबाट गयो।
यहाँनिर एउटा कटहरको रुख थियो। कटहरको रुख चाहिँ बढेन रहेछ, यो जस्ताको तस्तै रहेछ। सायद काट्नु भयो होला पछि। यो सानो हामीले हेर्दा पनि यस्तै थियो, अहिले यस्तो रहेछ। यो फाफ्रे खोला जहाँ चाहिँ एउटा पानीको स्रोत थियो हाम्रो लागि चाहिँ, पिउने पानीको लागि। हामी यहीँबाट पानी भरेर लिएर जान्थ्यौँ घरमा। अहिले यो बाटो गएछ। यहाँ मास्तिर यो अहिले हामी हिँडिरहेको बाटोमा चाहिँ एउटा कुलो थियो, एउटा आँपको रुख थियो। त्यो आँपको रुख मिठो थिएन, त्यही पनि अहिले त्यो बाटो खन्ने क्रममा यहाँ तल आँपको रुख चाहिँ ढलिसकेछ। यो खोला पनि त्यतिखेर ठुलो लाग्थ्यो, पानीको मुहान थियो, अहिले सबै सुकिसक्यो। अनि यो बाटो चाहिँ माथि पाते धारातिर जान्थ्यो। यो गोठालाहरूको एकदम ठुलो मूल बाटो थियो, जहाँ चाहिँ खोला झर्नेदेखि लिएर धेरै गाईबस्तु गोठालो झार्नेदेखि यही बाटो थियो मेन बाटो। अहिले यस्तो भएछ, धेरै परिवर्तन भएछ।